नमस्ते सबैजना आरामै हुनुहुन्छ होला। म फेरि नयाँ भिडियो लिएर आएको छु हजुरहरूको बिचमा। म चाहिँ आज लोकल कुखुराको मासु बनाउँदै छु। मेरो चाहिँ सबै सामान रेडी भइसक्यो, देख्न सक्नुहुन्छ। यो चाहिँ पेस्ट हो लसुन अदुवाको, यो चाहिँ प्याज भइहाल्यो। त्यो पुरानो सबै सामानहरू पुरानो, मेरो चाहिँ केही नयाँ मसलाहरू केही छैन है। अनि म चाहिँ यति कुकर बसालेको छु। कुकरमा कुखुराको मासु भन्नु होला। बाहिरतिर चाहिँ कुखुराको ताजा मासुहरू पाउँदैन हैन, धेरै समयसम्म डिप फ्रिजमा राखेको मासु हुन्छ, त्यही भएर चाहिँ छिटो पाक्दैन। त्यही भएर चाहिँ म कुकरमा बनाउँदै छु। म हजुरलाई चाहिँ बीचमा देखाउँदै गर्छु है। देख्न सक्नुहुन्छ मेरो चाहिँ तेल रेडी भइसकेको छ। मैले चाहिँ सबैतिर पुऱ्याइसकेको छु। अनि यसमा चाहिँ प्याज राख्छु। देख्न सक्नुहुन्छ मेरो प्याज चाहिँ यतिको भइसकेको छ। म चाहिँ अब मासु राखेर सँगै भुट्छु है। हुन्छ म चाहिँ मासु राखेपछि मसालालाई राम्रोसँग मिक्स गर्छु। चारो पनि छ छिटो भइसक्यो। म चाहिँ अब यसलाई 3 मिनट जति चाहिँ एकछिन भुट्न राख्छु है, किनकि यो डिप फ्रिजको मासु हो, त्यसले चाहिँ पानीहरू निस्किन्छ। म चाहिँ यसलाई त्यसबाट एकछिन भुट्छु ल। देख्न सक्नुहुन्छ मासु चाहिँ यतिको भइसकेको छ है, लगभग भुटिसकेको छ। म अब यसमा चाहिँ बेसारहरू राख्छु होइन। बेसार राख्छु, लसुन अदुवाको पेस्ट राख्छु। अलिक धेरै नै राख्छु है, किनकि यो जाडोमा मिक्स गरेको छु। यो जाडोमा अब खानाको लागि मात्र नभएर होइन, पेटलाई पनि शान्ति हुनु पऱ्यो नि त होइन। राम्रो मिक्स गरिसक्यो। म अब यसलाई फेरि पनि 5-7 मिनटसम्म चाहिँ मिडियम आगोमा पकाउँछु है। देख्न सक्नुहुन्छ मासु चाहिँ यतिको पाकिसकेको छ। मजाको मर मसलाहरू टमाटरहरू राखेँ है। मैले धनियाँ रेडी गरिसकेको छु। म चाहिँ अब यसलाई एकछिन पकाउँछु है, यति सानो मिडियम आगोमा पकाउँछु। उनीहरूलाई म एकछिनमा देखाउँछु है। मासु चाहिँ लगभग भुटिसकेको छ है। मासुको लागि भन्छु म चाहिँ तातो पानी बसालेको छु, पानी पनि रेडी भइसक्यो। म चाहिँ अब आवश्यक अनुसार पानी राख्छु है, अब कति झोल खाने के गर्ने भनेर। राखेको छु किनकि अब जाडोमा त लोकल कुखुराको झोलै मिठो हुन्छ नि है। राखेँ म चाहिँ अब यसलाई एकछिन मजाले पकाउँछु। अनि 1 सिटी जति लगाउँछु अनि त्यसपछि हजुरलाई देखाउँछु है। देख्न सक्नुहुन्छ मेरो चाहिँ लगभग सब्जी चाहिँ रेडी भइसक्यो है। म चाहिँ अब यसमा लास्ट चाहिँ म अब यसलाई चाहिँ मिट मसला राखेर एकछिन पकाउँछु 1 मिनट जति। देख्न सक्नुहुन्छ मेरो चाहिँ कुखुराको मासु चाहिँ रेडी भइसकेको छ है। म चाहिँ तेल चाहिँ कमै राखेको थिएँ, जे अब अरू सब्जीहरूमा भन्दा त मासुमा अलिकति बढी नै हुन्छ, त्यही पनि मैले चाहिँ त्यस्तो धेरै चाहिँ राखेको थिएन। तर भुस हुन्छ क्या, त्यही भएर अलिक हल्का तेल देखिएको छ। धनियाँ राख्छु, धनियाँ त मलाई एकदम मनपर्छ है। मेरो चाहिँ फाइनली रेडी भयो। हजुर पनि जाडोमा तातो लोकल कुखुराको सुप बनाएर खानु ल। सबैको दिन शुभ रहोस्।